वेलकम ब्याक टु माई च्यानल। होप सबैजना आरामै हुनुहुन्छ होला। म एकदम ठिक छु। भ्लग चाहिँ हामीले त्यति बनाउनु पाएन होइन। अब त्यस्तै हो, ड्युटी भनौँ होइन, अब जब सब भनौँ, त्यसपछि अरू आफ्नो पर्सनल कामहरू, त्यसले गर्दाखेरि चाहिँ भ्लगहरू चाहिँ त्यति कन्टिन्यू आएन। महिना एक महिनामा एक दुईवटा हुन्छ। म ट्राई त गरिरहेको सकेसम्म कम्पलसरी त्यो कन्टिन्यू दिउँ भन्ने। के भोल्या भाइ के भोल्या, तर नि कन्टिन्यू दिन सकिरहेको छैन। त्यस्तै हो। अब म यहाँ चाहिँ गोप्रो हेलमेटहरू सेट गर्दै हो। हाम्रो यात्रा चाहिँ गुल्मीको कुल पूजाको लागि हुँदै हो। कुल पूजा मतलब हाम्रो फेरि यसो हुन्छ, 4 वर्षमा एउटा हुन्छ, अनि प्रत्येक वर्ष दिवाली पूजा हुन्छ। अहिले चाहिँ दिवाली पूजा वैशाखको लागि, त्यसको लागि जाँदैछौँ। भोलि दिउँसो जान्छौँ निरज दाइ र म। त्यही छ, अरू त के हुनु छ र होइन, कपाल बढेछ त्यही हो। अब गोप्रोहरूको सेटिङ चाहिँ यसरी भयो, म देखाउँछु यसोमा। अब अरू चाहिँ भोलि भ्लग सुरु गरेपछि चाहिँ भेटौँला है त। भ्लगलाई चाहिँ यहाँ अब हेर्नु, पुरै सामानहरू सब गोप्रो माउन्ट हेलमेट छ। अब फिट गर्न बाँकी छ। भोलि चाहिँ हाम्रो गुल्मीको यात्रा हुन्छ। गाइज एउटा चाहिँ यहाँ नेपालको झन्डा चाहिँ यस्तो मजाले राखेको छ। नेपालको झन्डा हेर्नु न हस्पिटल लाइनमा। यो चाहिँ मलाई सही मजा लाग्यो। यो चाहिँ जाने हामी चाहिँ अहिले भएर हस्पिटल लाइनमा आयौँ। बोतलमा एकदम गर्मी छ। बसेर सिद्ध बाबा कस्टे लाएर दोकान पुस्केला भन्ने छ। बाइकमा तेल राखेँ, दाइलाई लिएर आएँ, दिउँसरी यताउति गरिदियो। अब 2 बजी चाहिँ हिँड्यो। यहाँको फेरि चलेछ भन्छ ट्राफिक लाइट। त्यो कालिका चोकको त हप्तामा ठ्याक्कै 1 दिन हो, त्यो नि 4 घन्टा हो, नस्तो चल्दैन यहाँ। छिटो कटौँ न यहाँ। र हामी चाहिँ फाइनल्ली ओल्ड सिद्ध बाबा प्रवेश गरिसक्यौँ। अब यहाँबाट चाहिँ हामी कट्छौँ। जय सिद्ध बाबा देवता रक्षा गर्नु होला सबैजनाको। मेरो अलिकति गर्नु होला, अरू पनि धेरै नै गर्छ, तर मेरो अलिक धेरै गर्नु होला। जय सिद्ध बाबा। र हामी चाहिँ फाइनली दोस्रो सिद्ध बाबा, परको सिद्ध बाबा पनि आइसक्यो। 2टा मन्दिर छ यहाँ चाहिँ। जाम भर्खर कटियो, त्यहाँ धेरै बेर रोकिनु परेन। रक्षा गर्नु सबै देवताको। यहाँ त पानी पुगेको नराम्रो के गरी चलाउँछ न नि के। त्यही त बाटो चाहिँ जस्तो भाउ। हामी चाहिँ फाइनल्ली झुम्सा आयौँ। अब चाहिँ हामी झुम्साको पुलमा आइसक्न थाल्यौँ। बाटो एकदम जाम छ। मैले क्यापै बिर्सेँ, जाममा कस्तो नमजा लाग्यो। अब क्याप कसरी मगाउने भन्ने भयो। त्यही छ, सब ठिकै छ। हेर टिप्परहरू चाहिँ साइडै देखेन, आस्तै गाह्रो छ। फेरि खोलिदिनु होला आइदिरहेको भन्छ। लोकौरामा चाहिँ यो हामी चाहिँ अब फाइनल्ली जोरदार आयौँ। यहाँ फेरि मेरो त ब्रेकको पछिल्लो वायरको जुन त्यो चुडीवाला हुन्छ नि, त्यो चुडी चाहिँ एकदम गएछ नि। मैले कस्तो नहेरेको, मैले ब्रेक लगाएको हिजोसम्म। अहिले बाटोमा आउनु त्यो काम नआउँथ्यो, ब्रेक यस्तो भएको। त्यही भन्नुभयो। त्यही भएर अब के अरे अहिले चाहिँ ब्रेक ठिक छ के अरे। मेन कुरो बल्ल हाम्रो यात्रा चाहिँ 2 बजीमा 4 र हामी चाहिँ जोरदार आयौँ। बस्न खाने
चुकाउने टुक्का चाहिँ मेरो भन्दा है फाइनल्ली हामी चाहिँ बोटुक खाएर चिकौनी खाएर स्प्राइट खाएर यहाँबाट अब लागिसक्यौँ। अब हामी सिधै नन स्टप दुगुरेर के अरे कहाँ गएर रोकिन्छ मैले भन्छ हामी बतासे। अब सिधै बतासेको डाँडामा हावा खाँदै रोकिन्छौँ। यो सोही वैशाख जेठको महिना भएर र बतासे लास्टै लगाइरह। अब अहिले चाहिँ ब्रेक नि बाइकको अलि लाख। अब झोला नि हामीले मिलाइयो। मेन कुरो झोलाले अप्ठ्यारो गराएको थियो, झोला सजिलो भयो। अब त हामी रन्किन्छौँ मात्रै। त्यस यता चाहिँ मौसम अलि चिसो होइन भन्छ। हामी चाहिँ पाल्पा पर्वतबाट माथि लागिसक्यौँ। यस्तो बवाल लाग्छ नि, कति राम्रो हो क्या अरे बाटो छुट्टै खाले राखिलो आनन्दले यो आफ्नो यत्तिकै बाटो हुन्थ्यो भने त कति आनन्द हुन्थ्यो रहेछ। हामी चाहिँ यो पाल्पा पर्वतभन्दा माथि हो। अब पाल्पा बस्नु आउन थालिसक्यो हामी। कस्तो आनन्दको भ्यू खालको यस्तो पिपल झारी छुट्टै खालको यता रमाइलो। हामी चाहिँ पाल्पा बजारमा आइसक्यौँ। पाल्पाको बजारमा पाल्पा बजारमा आइसक्यौँ। अहिले चाहिँ बाटो ठिक छैन त, त्यही भएर एकदम इजिली छिटै आयौँ। अब यहाँबाट माथि सल्लेरीको भुजङ्गल हुँदै बतासे गएर यसो चियापान गर्छौँ। त्यसपछि फेरि हामी आफ्नो गन्तव्यतिर लागिहाल्छौँ। अब पाल्पाको 5 माथि 3 अब जाँडो जाम भन्ने नि भयो। धेरै ठाउँ त पाल्पामा पनि घुम्ने छौँ। हामी टोटलको मान्छे त आइरहेको छौँ। त्यही भएर शनिबार पसल बन्द हुन्छ सबै। उकालो चाहिँ एकदम पाल्पाको बजारबाट चाहिँ निस्किँदा छौँ। लगभग अब टङ्गा त्यहाँबाट 75 किलोमिटर, हार्फोट चाहिँ यहाँबाट 10 किलोमिटर रहेछ। अब हार्फोट नै आउन थालिसक्यौँ। यो सल्टीको जङ्गल कति बित्तिकै चाहिँ हामी लगभग बतासे डाँडा आइसक्यो। सल्टीको जङ्गलमा चाहिँ बतासे डाँडा हो। तर जिन्दगीमा नेपाल बसिन्दाखेरि चाहिँ मैले भन्छु डुलिराख्नुपर्छ कि नयाँ नयाँ ठाउँ जाने आफू सक्ने ठाउँ है। न त पछि पाइन्छ थाहा यहाँ फेरि यो पोहोरको पनि यहीँ छ। त्यही भएर अलि हेउ खालको दुर्गन्धित छ। बाटो नि खतम छ, साँघुरो बाटो। यस्तो होइन बाटो कहिले बनाउने यो खाल्चो। ऋषि धमाला म बिन्ती गर्छु, ऋषि धमाला पनि यहाँ एकखेर आइदिनै पर्छ यो बाटोमा। यति राम्रो चल्दै दाइ त खतरा टिकटक बनाइरहनु हो। यो त्यहाँ चाहिँ एकदम भाइरल छ टिकटकको चाहिँ। सब टिकटकमा लागिरहन कन्टिन्यू चाहिँ यो चाहिँ सल्लेरीमा जेस नाचेर टिकटक बनाइरहन्छ साथीहरूले। जेस रमाइलो हो एरिया चाहिँ चिसो एरिया सल्लेरी। अब मान्छे चिसो खोज्दै दिउँसो छुट्टीमा यतै आउँछ कि बुटलको मान्छे। यहाँको यो अब के हो यो बस्साको क्या पाल्पाको बस्सा चाहिँ एकदम ठुलो बनाउन लागिसक्यो हो। यहाँ जसरी यो समिति अनुसार बन्यो भने चाहिँ यहाँ खतरा हुनेवाला छ क्या। एकदम स्पेस लिएर
त्यो काठमाडौँतिरको हेलिगाडीलाई जस्तो होटलको भन्दा राम्रो हुन्छ अहिले बन्यो यस रमाइलो अघि यो डाँडो डल्लेरी आनन्दले चिसो मौसम जति बेर बसौँ भने पनि सकिन्छ हामी चाहिँ बतासे आयौँ अब यहाँ यस्तो बस्छौँ चिया खान्छौँ हामी त बहुत छिटो आयौँ भर्खर त अब यहाँबाट त हाम्रो धेरै छैन ओहो खतरा ठाउँ आइयो हामी भ्यू त दामी खाके तर भ्यूमा आइयो हामी चाहिँ अहिले सर र बतासे डाँडा छौँ निरजन त्यहाँ उमिन यस्तो मिठो भ्यू छ ओहो भन्छ त्यो फोटो मलाई पठाऊ है सन्जाले फोटो चाहिँ दामी हान्ने यो एकदम खतरा पचायो हामी चाहिँ यो सर र बतासे डाँडामा छौँ यस्तै मैले क्याब बिर्से चाहिँ एउटा लफडा भयो निरजन हामी यहाँ गोप्रो मैले यस्तो चार्जमा राख्दैछु उहाँ ए हो र ए निरजन प्रगति कुन हो यो पुरो म्याक्स कतिमा एक्सचेन्ज गर्न मतलब तँ दिएर ए हो र निरजनको त प्रगति भएछ दामी ल हामी चाहिँ फाइनल्ली बतासेबाट नि चिया नास्ता गरेर नास्ता त के भन्छ चिया खाएर यहाँबाट चाहिँ हिँडिहाल्यौँ अब हामी हात गएर काफल किन्छौँ अनि त्यसपछि त्यहाँबाट फेरि गइहाल्छौँ अब बाटो त्यहाँबाट माथि लागेपछि फेरि तल लागेपछि अलि ओह्रालो बेसी छ यहाँसम्म चाहिँ ठिक छ त बहुत आनन्द छ क्या आनन्द यस्तो पिसफुल ठाउँ भने मलाई एकदम रमाइलो लाग्छ शिवाय हामी चाहिँ हार्थोक बजार आयौँ अब भान्जाले काफल खाएर जाने भन्नु हो हार्थोक फेरि काफललाई एकदम फेमस छ यहाँबाट किनेर गइन्छ बाटोमा किन्ने यहाँबाट उता कहाँ गइन्छ अरे यो बाटो यहाँबाट चाहिँ अरे हान्तीलाई बाटो छुट्टिन्छ यता चाहिँ गुल्मीलाई यो बाटो त गुल्मी जाने बाटो धेरै ठाउँ छुट्टिन्छ अब त जाडो जाडो हुन थाल्यो हेर भान्जा यस बाटो चाहिँ एकदम राम्रो काफल हो र काफल सक्के जस्तो लाग्यो हाम्रो काफल खाने सोच क्यान्सल भयो जस्तो लाग्यो बाटो यहाँ बस्नु चाहिँ के अरे अहिले कोही हुनुहुन्न अब एक ठाउँ पर हो त्यहाँ हुनुहुन्छ त्यहाँ नभए चाहिँ सक्यो काफल काफल हो र के अरे कति छ नलैजाने एक माना ल यहाँ चाहिँ मानै रहन्छ अब पुरै लगेर त हामीले कहाँ खाने त्यत्रो काफल त्यही भएर चाहिँ हामीले परबाट किन्छौँ त्यहाँ पर बस्किन्छ कि एकजना अन्त गाडी आएन पछाडि हेर्नु आएन
एक मानो काफल कति हो? ओहो काफल त कति धेरै हेर त्यस काफल चाहिँ मिठो हुन्छ यहाँ चाहिँ एकदम रमाइलो गर्नुहुन्छ अङ्कलले काफल लिएर जान्छ मन्नेको भयो तपाईँलाई कति भन्दा एक मानो होइन एक मानो पानी बहुत नहम ल फाइनली हामीले चावल निस्किने यो बाजे एकदम कमेडियन खाले बाजे पनि कारवाला दाइले एकदम हटाउनु कति रुपियाँ मानो है कति रुपियाँ मानो है 200 रुपियाँ मानो अरे महँगो त महँगो यार काफल के अरे काफललाई अब काफल खाने ठाउँ छुट्याउनु पर्छ हामीले यस्तो बसेर ठ्याक्क हरियाली हेर्दै खाने हो भन्दा ल हामी चाहिँ काफल खानलाई चाहिँ यहाँ रोक्यौँ फाइनल्ली ए त्यहाँ प्रतीक्षालय है छ त्यहाँ बसेर खाने भन्ने कुरो भयो निरज अन्जले र मैले पछाडि हेर्नै यहाँ चाहिँ काफल खाने भन्ने कुरो भयो सिरु खर्क भन्ने ठाउँमा बसेर हामीले चाहिँ काफल खान कहाँ रोक्ने ल ए अलि ओह्रालो है यार ल हामी चाहिँ यहाँ सिरु खर्क भन्ने ठाउँमा आएर ठ्याक्क काफल खान लाखौँ ठाउँ चाहिँ यस्तो हो बाइक त्यहाँ राखेँ सर यहाँ हामी चाहिँ काफल खानालाई यहाँ रोकिराखौँ तल गाउने यस्तो राम्रो भ्यू छ नि कुरै छोड्न क्या ठ्याक्क काफली खाने हो काफल खानामै गाइज हारथोक भन्ने पसलमा अलि गुलियो हुन्छ हाम्रो त्यही हामी चाहिँ काफल खाँदै यहाँ बसेछौँ अब यस्तो 10-15 मिनट रोकिन्छौँ र त्यसै हामी यहाँ त निस्किहाल्छौँ अब हाम्रो डेस्टिनेसन अब हाम्रो रेडी हुन्छ डाइरेक्ट अन्त कहीँ रोकिन्नौँ हामी रेडी सामान किन्न अन्त यस्तो राम्रो ठाउँ यहाँ ल है त गाइज अब यहाँ त हामी काफल आएर निस्किन्छौँ अनि अब भलक चाहिँ पछि बाटो यहाँ लोकगाउँको होटलतिर गरौँ ल हामी यति काफल तुर्छौँ पुरै नतुरै अलिकति जलाएर राख्छौँ फेरि अहिले खान्छौँ त्यसरी निस्किन्छौँ हामी हिसाबले लास्ट अवस्था अब यहाँ डाँडा गरौँ भने पारीको त यहाँ भिडियो बनासँग टिपेका म घर पुगेर हेर्दाखेरि म भाइरल भयो भने चाहिँ मेरो बेइज्जत हुन्छ पिसाब खटाउँछु अन्त गएर गर्नु र गाह्रो भयो त जाने भिडियो भन्छ यस्तो पिसपिल ठाउँ छ नि यहाँ आजको तामाङ दिदी आएर भलक देखेर आएर मलाई कुछ गर्दिनँ भने त हुन्छ त्यही भएर बाहिर चाहिँ पिसाब नगर खुल्ला दिशा मुक्त बसेर गएको
बाटो कस्तो अप्ठ्यारो रहेछ त्यहाँ हामी चाहिँ अहिले लोकगाको ओह्रालोमा आयौँ मेरो चाहिँ ब्रेक एकदम कम लागिरह के बोले भाइ अब के बोले जहाँ सबभन्दा अप्ठ्यारो गुल्मी जाने बाटोमा चाहिँ ब्रेक अहिले बिहानसम्म लाएको थियो अहिले त चुडी नै कोच्दैन कि खै साह्रै गयो जस्तो हो अब निरन्तर अगाडि त हम ब्रेक एकदम कममा नि म सुस्त हिँडिरहेको त्यही भएर हुँका छैन अब हेरौँ त्यो लोका ओह्रालो यति कट्यो भने त अरू त टेन्सन हुँदैन अब आइयो हामी मेन अप्ठ्यारोमा ओह्रालो चाहिँ एकदम डेन्जर लाग्छ एकदम डेन्जर लाग्छ देख्दा बाटो सजिलो होला तर चलाउनेलाई ओह्रालो चाहिँ एकदम डेन्जर लाग्छ कि यो डेन्जर छ कि फेरि गेरेटवाला ओह्रालो झन् डेन्जर हुन्छ झन् अहिले बार लगाइदिए तर धेरै अलि सजिलो भयो पहिला त छुवाङ छुवाङती थियो मुटु काम थियो तलतिर हेर्दाखेरि के यस्तो सजिलो बाटो छोडेर हामी तर यो नि ठिकै छ यस्तोसम्म त मलाई ठिकै लाग्छ अझै भ्याइ कता त झर्ने भन्छ यहाँ नि ज्ञान पुऱ्याउनु पर्छ हामीले त्यति भएर चाहिँ झर्नुपर्छ यो सधैँ आइरहने भए थाहा हुन्छ के अरे अब कहिले काहीँ आइन्छ यस्तै पूजाआजामा खाल्टा त भन्छ र हामी चाहिँ फाइनल्ली जोड्दै आइयो र भगवान्का कृपाले त्यो एकदम गाह्रो उकालो चाहिँ ओह्रालो चाहिँ हामी कटियो हामी चाहिँ अर्गेली आइयो यस्तो रमाइलो ठाउँ छ नि यहाँ चाहिँ त्यो ओह्रालो कटेर हामी चाहिँ अर्गेली आइयो आहा मकै यताउति भएछ हरियाली एकदम पिसफुल ठाउँ हो क्या स्वर्ग हो जस्तो लाग्छ मलाई कहाँ मकै यस्तो राम्रो देख्छ अर्गेली भनेको अर्गेली तर बाटो पायो हेर भन्दा यो छुट्टै रमाइलो भयो यतातिरको भ्यू यस्तो रमाइलो देखियो नि अर्गेलीको भ्यू अब हामी फेरि आइसक्नु थाल्यौँ यो अर्गेलीको चेक पोइन्टमा आयौँ यहाँबाट चाहिँ हामी सावधान दुर्घटना हुन सक्छ त यहाँ नि काठा भेट्नु रहेछ सिसा नहरन छ भन्छ यहाँ त डेन्जरै सहकारीको तर धन्न छेउमा ठाउँ थियो र कन्ट्रोल भयो भन्छ भन्छ यति लामो घुम्ती छ यही घुम्छ बहुत लामो क्या घुमे छ कि क्लस्टर सकिने भने ओके ल फाइनल्ली रिडीपुलमा चाहिँ वेलकम टु रिडीको गुल्मी जिल्लामा हार्दिक स्वागत गरौँ बड़ी से है हाम्रो बाटो खै त पहिला सामान किनौँ
यहाँ त बाटै बन्द छ यार, कहाँ त जाने त हामी? हामी चाहिँ उता बाटो बन्द भएर यहाँ रिङडीको यता पछाडि घुमेर जाने बाटो रहेछ एउटा बाटो एकदम बढाएर खन्न लाह त्यही बाटोमा यो ट्रेक्टर त उकालोमा पर्ने भयो भन्छ। अब हामी चाहिँ रिङडीबाट माथि लागिसक्यौँ घरलाई। अब यताको बाटो कस्तो हो भन्ने हो कि यो बाटो बनाउन थाले यो बनेपछि त दामी चाहिँ देखिन्छ। नबन्दासम्मलाई चाहिँ अलि छ बाटो देखि मान्छे चाहिँ हामीलाई थप्क पऱ्यो चिनेका भुटोलबाट आउँदा यति धुलो नि अघिल्लो पालि कस्तो थियो यो पालि त सरत त 0 हजुर यस रमाइलो छ। ए दाइ 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 धुलो त आज हामी यति नि पर्ने होइन कि धुलो नखाने भनेको यार घर पुग्दासम्म सफा कपडा भोलि यही लाएर तम्बास जान भनेको। तर कति सफा भयो हेर भन्दा हाम्रा कपडा कति सफा छन्। यस बाटो नि राम्रो हो। र हामी चाहिँ फाइनल्ली घर पुग्दैछौँ बाइक तल राखेर भान्जा यसरी बाटो जोला जोडेर आज हैरान भयो धन्न मेरो त पाइन्टमा लकेट दिन्थ्यो र त्यसैले जुगाड गरिदियो। भान्जा चाहिँ बाटो सलिब्रेल यस्तो हो भ्यू दामी छ। ल अब भोलि पूजामा भेटौँला। हामी चाहिँ अहिले लगुवामा उसमा मैले चाहिँ फर्किँदा भलक गराएको थिइनँ। यस्तो दिमाग खराब भयो यो उसै टुट्यो कलेज वायर नै टुट्यो। यहाँ हार्थोकको तलपट्टि बिचमा हार्थोक यहाँबाट एकदम टाढा यस्तो भयो क्या कलेज वायर काम गर्न छोड्यो। यस्तो छेउ भयो त्यहाँ दाइलाई लिन पठाएको त्यही छ के अरे यस्तो थाहा हुन्छ माथि हार्थोक नै त टिप्पर आएको गल्ली माथि पुगिदिनु लाग्छ र गाई त गाई छ। अब यो बनेर हामी हेर्छौँ अनि बुटुल गरी इन्डो गर्छु ब्लग। हेलो गाइस फाइनली हामी चाहिँ बुटुल आइसक्यो। ठ्याक्क अहिले चाहिँ 1:30 जति लाग्यो 11:30 12:30 लाग्यो। खानासाना खाइयो बुटुल आएर दाइ अब म चाहिँ सोरुम जान्छु फेरि जबमा गइहाल्नु पर्ने। आज चाहिँ गेस्ट आवर्स मरेरै भयो अनि कुल पूजाको पनि मैले उस चाहिँ राखिसकेको थिएँ भिडियो चाहिँ त्यो सर्ट्समा टिकटक गराइराखेको थिएँ। अनि जेस आज चाहिँ कलेज वायरले एकदम समस्या थियो त्यस नबिर्सिने यात्रा भयो। गाडी चाहिँ फाइनल बन्यो त्यो कलेज वायर चुँडेको होइन चाहिँ कलेज प्लेटभित्रबाट सेटिङ बिग्रेर कलेज वायर चुँड भयो लुज भएको रहेछ त्यो चाहिँ बनाइयो त्यस्तै छ। ल अरू चाहिँ त्यस्तै हो। अब भ्लगलाई यहीँ इन्ड गर्नुपर्छ। लाइक कमेन्ट अनि सब्सक्राइब यति चाहिँ गर्नु पऱ्यो है त। ल भ्लगलाई चाहिँ यहीँ इन्ड गर्छु म। अरू
अरू चाहिँ त्यस्तै ल बाई बाई गाइस थ्याङ्क यू फर वाचिङ